हेलो गाइज सबैजनालाई वेलकम छ मेरो डिक्सन मिनी ब्लगमा। तपाईँहरूमा आज एउटा फेरि नयाँ भिडियो लिएर आइसकेको छु। यहाँ चाहिँ यस्तो के भिडियो लिएर आएको छु भने आज म यस्तो आज यो मणिबाग निस्केको होइन, यस्तो रहर लाग्दो गाउँ हेर्नु, यस्तो रहर लाग्दछ, यस्तो रहर लाग्दछ। हेरेको हेरे गर्नु। अब यो गहुँ काट्ने बेला भइसकेको छ। कसैलाई गहुँ चाहिएको छ भने होइन सम्पर्क गर्न सक्नुहुन्छ। तर यहाँको होइन खेतीपाती एकदम राम्रो, तर एउटा कुरा एकदम नराम्रो के चित्तै नबुझ्ने। तपाईँलाई म अहिले देखाउने छु। यस्तो दामी छ क्या, सिमहरू दामी छ क्या। तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ यो बेलामा। पछि त खासै राम्रो हुँदैन होइन, बवाल छ क्या। जाँदा त गहुँ आम्बो हेर्न राम्रो छ। जे होस् यो गाउँ समाज छ नि, तर धेरै जसो घरमा टोयलेटै नहुँदो रहेछ कि होइन। यो कुरा चित्तै बुझ्नु यार, टोयलेटै छैन भने यहाँ जाएर बाटाबाट बसेर टोयलेट दिइरहेको। गयो मासला लाज शरम छैन। घाम लागिसक्यो माटो हेर्न, हात डिब्बा बोकेर गएको छ मासला। एकछिन पछि आउँछ है, ल हेर्नुहोस् है। आयो अब आयो त टोयलेट गरेर आएको छ कि हेर न। खट्टाम छ यार। के भन्छ उनीहरूको कुरा आफूले बुझिन्न, हाम्रो कुरो उनीहरूले बुझ्दैन। के भन्छ यार, अचम्म लाग्छ यार। उनीहरू तिनजना त्यहाँ हिँडिरहेको छ होइन, म एक्लै छु क्या। किनभने म बिहा नगरेको मान्छे, मेरो बिहा गरेको मान्छे पुरै मिल्दैन कि। त्यही भएर म चाहिँ एक्लै हिँडिरहेको कि। तिनजना गफ गर्दै हिँडिरहेको।